हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ अनिताको ब्लगमा। र आजको मौसम चाहिँ एकदमै धुम्मिरहेछ क्या, कालो न कालो भइरहेछ, पानी आउला जस्तो भइरहेछ। म चाहिँ अहिले भर्खर उठेको, हिजो अदुवा खन्नु गएको थियो नि त, अनि पुरा गलेर। र म चाहिँ अब ब्रस गर्नु जानु आँटेको, मुख सुख धुनुलाई, फ्रेस हुनुलाई। चिसो चिसो छ आजको मौसम चाहिँ, तर मैले स्वेटर लगाएको छैन, जाडो जाडो त लाग्दैछ। यहाँ हेर्नुहोस् त, कालो भइरहेछ दिन आज। पानी आउँछ हाम्रो त वहाँ हेर्नु न, अस्तिको दिन हावा आएर तामाङ गाछ गिरायो कति। म चाहिँ अब ब्रस गर्नु जाने। मेरो ब्रस चाहिँ यहाँ छ, कोलगेट, फेसवास पनि मेरो खत्तम भइसक्यो, किन्नुपर्ने हुन्छ। अलिकति छ, आजको लागि त काम चल्छ। पुरा हिजो अदुवा खनेर नि त कम्बर दुखेर मर्नु आँटेछ। कहिले खनेको थिइनँ कि, फर्स्ट टाइम खनेको नि त मैले चाहिँ। हाम्रो उता चाहिँ अदुवा खेती हुँदैन नि त, खालि चियापत्ती बगान मात्रै हुन्छ। म चाहिँ त्यति कसरी युज गर्दिनँ कि, युज गरेर पनि यो युज गर्छु, त्यही पनि बेला बेला चाउ युज गर्छु छैन।